हेलो व्हाट्स अप सेवन गाइस र आज धेरै दिन बाद फेरि ब्लग बनाउँदैछु। सधैँ चाहिँ अलिक काम परेको थियो र मैले बनाएको थिइनँ। सो आज चाहिँ छुट्टी पनि छ अन्त त्यस्तो काम पनि छैन। सो हल्का फुल्का सानोतिनो मात्रै काम छ। सो आज ब्लग बनाउनु पनि भ्याउँदैछु। अन्त अहिले चाहिँ छु म मेरो बस्तीको फार्ममा, बस्तीको खोरको फार्ममा। अन्त यहाँ छ मेरो बस्तीको कुखुराहरू। सो आज अहिले एकछिनबाट जानु पनि पर्नेछ नाम्ची। मेरो पोल्ट्रीको पनि आज लट आउँदैछ। अन्त चाहिँ आज चाहिँ पोल्ट्रीको अलिकति कुखुराको चल्लाको यता गर्नुपर्ने छ। त्यहाँदेखि अब मेरो यहाँ कुखुराको यहाँ दुईवटा ओथ्रा बसिरहेको छ। यता दुईवटा छ, यहाँभित्र पनि छ, यता पनि बसेको छ दुईवटा, यहाँनिर दुईवटा बसेको छ, त्यहाँदेखिको यहाँनिर एउटा छ। यसले त काटिसकेको, अब यसलाई निकाल्नु पर्ने छ। टोटल अब निकैले दियो, निकै बस्तीको चल्लाहरू पनि भइसकेको छ मेरो। सो अब यस्तै छ जिन्दगी, के गर्नु है। ओके गाइस, म अब चल्लाहरू देखाउँछु ल तपाईँलाई। अहिले चाहिँ यतिको चाहिँ भइसकेको छ। अनि मेरो बस्तीको चल्ला चाहिँ यति भएको छ। सो अहिले बेच्ने बेला त भएको छैन, अब अलिक दिन बेच्छु। यता पनि छ, यता पनि छ। यति चाहिँ भएको छ। झन्डै यहाँ 50वटा छ होला लगभग चाहिँ। सो चल्लाहरूलाई चारो पानी दिइसकेँ। अहिले चल्लाहरू चाहिँ चारो पानी खाँदैछ। यस्तो छ फिलहाल चाहिँ। यो चाहिँ सानो हालिदिएको छु र यहाँ चाहिँ ठुलो छ पानीको पट। यता पनि छ, यता पनि छ। सो गाइस, अब चाहिँ बस्ती कुखुरा खोर सकिसकेँ। चारो पानी गरेर चल्लाहरू पनि सबै हेरेर आइसकेँ। अब चाहिँ घरभित्र पस्दैछु। एन्ड आफ्टर द्याट अबको 1 घन्टा 9 बजीसम्म मेरो पोल्ट्रीको चल्ला आउँछ अरे। सो यहाँबाट म 9, साढे 9, 10 बजीतिर जान्छु। अन्त चल्लाहरू पनि लिएर आउनुपर्छ। आजदेखि चाहिँ काम दह्रो छ। सो गाइस, अब एकछिनबाट भेटौँ। माथि सबै काम सकेर आयो कि अब कस्तो रुम हेरेको त, बेड पनि उठाएको छैन है। मेरो बेडरुम यस्तो मैला भइरहेको रहेछ। आज बुढीलाई पनि छक्कै पारिदिनु पऱ्यो, सफा गरिदिनु पऱ्यो। म वाइफ पनि छक्कै परोस् न कसरी सफा भयो भनेर। जहिले सफा गर्छ उसले, एकै दिन मैला बनाउने चाहिँ मै हो हुनु चाहिँ। सो आज चाहिँ सफा गरिदिन्छु, चटक्कै छक्कै परोस् न। ओके, सो फाइनली रुम सफा गरिसकेँ, चटक्कै बनाएँ। आज मेरो वाइफ छक्कै पर्छ होला यो गरी। सो अब एकछिन रेस्ट गर्छु। त्यहाँदेखि चाहिँ जानुपर्छ नाम्ची सामानहरू ल्याउनु। सो गाइस, अहिले चाहिँ नाम्ची जाने बेलामा भेटौँ है। म साढे 9, 10 बजीतिर मात्रै हिँड्छु यहाँबाट। सो गाइस, त्यति बेला भेटौँ। बाई बाई। ओके, सो गाइस, अब चाहिँ गएको मेरो चिकन ल्याउनु है। बाटोमा छु, म जाँदैछु, ड्राइभ गर्दैछु। सो एक्लै छु। सो ड्राइभ गर्नु अलिक प्रब्लम हुन्छ होला भिडियो गर्दा। सो गाइस, नाम्ची पुगेर भेटौँ है। आज म मेरो दोकान पनि देखाइदिन्छु तपाईँलाई, कहाँबाट ल्याउँछु भनेर है। ओके गाइस, सी यु लेटर। पर गएको भिडियो गर्नु पनि बिर्सिपल्ट आएछु। यहाँ गाडीमा आएर सम्झेँ है। अब चल्ला लोड भइसक्यो मेरो। चल्ला आयो 300वटा जस्तो आएको छ। सो अब चल्ला लगेर तल कामहरू छ। ओके गाइस, सो अब ड्राइभ गर्छु। सो अब तल गएर फार्ममै भेटौँ है। ओके, बाई बाई गाइस। सो फाइनली गाइस, घर आइपुगेँ। गाडी त्यहाँनिर राखिरहेको छु। अब म चाहिँ माथि गएको बस्ती कुखुरा खोरमा। फिलहाल
चुना ल्याउनुपर्ने छ अनि पानी यहाँ तताइ राख्नुपर्ने छ किनभने तातो पानी दिनुपर्छ कुखुरालाई। तर पुरा हतार भइसक्यो छिटो काम गरेर चाहिँ क्रिकेट खेल्न जाउँ भनेको। आज सबैजना भेला पनि भएको रहेछ पर। सो यहाँ मैले पानी बोइलिङमा राखेँ। अब छिटो गरेर चल्लाको टके भित्र लगाइदिइराखेर त्यहाँदेखि चाहिँ क्रिकेट खेल्न जान्छु। आज चाहिँ यसो 1-2 घन्टा भए पनि खेलिदिउँ भनेर। फेरि चल्लाहरू आउनुपर्छ। सो गाइस अब एकछिनबाट भेटौँ है। फार्ममा एकैचोटि पुगिसकेपछि अब चाहिँ हतार काम गर्दैछु म। ओके गाइस, ओके सो फाइनली फार्ममा आएँ। कुखुराको चल्लाहरू यहाँनिर रेडी गरेँ। तातो पानी ल्याइरहेको छु। अब दबाई फिटेर रेडी गर्दै गर्छु। अन्त पानीको बट्टाहरू छ अलरेडी। अब यहाँनिर कागजहरू लाउनु पनि छ। बल्बहरू फिट भयो। मेरो त बल्ब त बेसी पनि छैन, 4 छ। सो गरम महिनामा सो बल्बहरू म बेसी युज पनि गर्दिनँ। फेरि भाँचिन्छ क्या खोर पुरा बेसी। अन्त त्यही भएर अब चल्लाहरू एकछिनबाट सरर छोड्नुपर्छ। अनि आफ्नो डाट मेरो काम सक्यो। अनि चाहिँ गइन्छ यसो टाइम पास गर्नु, क्रिकेट खेल्नु। सो अब यति सकिहाल्छु। आफ्टर द्याट हेर्नुपर्छ के हुन्छ कसो हुन्छ। ओके गाइस, एकछिनमा भेट्छु है। अब चाहिँ सबै सेटिङ मिलाइसकेँ। पानीहरू पनि हालिसकेँ। लाइट बाल्नु छ बाँकी। अब चाहिँ कुखुरा सार्छु। यहाँ छ कुखुरा, यहाँ चाहिँ पानी दिँदै सार्नुपर्छ। तर यहाँनिर पानी घुप्टाइ पठाएँ मैले। त्यो चाहिँ रड्डी काम गरी पठाएँ। तर केही छैन, यो सुकिहाल्छ 1-2 दिनमा। यताभित्र चाहिँ चिसो हुनु भएन। सो गाइस अब एकछिनमा भेट्छु है। कुखुरा सारिहाल्नु पऱ्यो। अब फाइनली कुखुरा यहाँभित्र सारिसकेँ। लगभग 1-1.5 घन्टा बेसी पनि भइसक्यो। सो अहिले मेरो कुखुरा कन्डिसन चाहिँ यस्तो छ। मजाले कुदिँदैछ। अब चारो पनि लगाइदिइसकेँ। बत्ती पनि बाल्दै 3टा बल्ब छ। सो यहाँनिर चारो खाँदैछ यिनीहरू। ओके सो सबै सकेँ। अब चाहिँ पहिलो लक गरेर आगेको बाटो हो। आइया तुलाई त बनाइ पठाइहालेँ हो। यस्तो हुन्छ काम गर्दा। सो गाइस अब चाहिँ मेरो आजको फिलहालको काम चाहिँ सक्यो। अब यो लक गर्छु, त्यहाँदेखि उकालो जान्छु। सो गाइस अब चाहिँ सबै काम सक्यो। अब चाहिँ क्रिकेट खेल्न जान्छु। सो म मेरो ब्लग आज चाहिँ यहीँसम्म मात्रै राख्दैछु। होप यु लाइक इट है। अन्त अब सधैँ जस्तो है लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है। फेरि आउँला। ढिलो छिटो हुँदै गर्छ तर आउँदै गर्छ घरिघरि। बाई।